बुवा अनि मेरो उमेर पुगे जस्तो लाग्दैन तपाईलाई म्याकुरी ए पुग्यो तेरो उमेर पुग्यो त डाइनोसर लोप भएको सालमा जन्मियो तेरो उमेर पुग्यो बाउ बसेको ठाउँमा बाजे बसेको ठाउँमा उमेर पुग्यो भने लाज लाग्दैन त्यसलाई तेरी मक्का भई कुरो बुझ्दैन त्यो गर्भवती अवस्थामा चाहिँ त्यस्तो चकचक चकचक नगर्नु पर्ने रहेछ हेर दिमागमा दखल परेर बिचाराको ओहो यसले बिहेको कुरो गर्न खोज्दैछ हौ यसको उमेर पुगेको छैन कस्तो उमेर पुगेको छैन हौ यसको उमेरमा त म 2.5 जनाको बाउ भइसकेको थिएँ 2.5 जना तेरो 2 जना दाजुहरू निस्किसकेका थिए त चाहिँ पेटमा छ र म निरन्तर फलको आश नभए पनि सङ्घर्षरत थिएँ ओहो हो कम्ता मजा आउँदैन थियो हौ त्यो बेलामा वाह हजुरबा तपाई त उ जमानामा त मस्तखोर मान्छे हो नि मस्तखोर चाहिँ हैन हरामखोर मान्छे चाहिँ हो बुढो 8 जना छोराहरू पाएर अंश भाग लागेर यार 25 जनालाई भाग लगाउँदाखेरि पनि मेरो अंश सिद्धिदैन अब 1 कठा बाँकी छ जम्मा घट्दै 1 फिट बाँकी रहला 1 इन्च बाँकी रहला सेन्टिमिटर बाँकी रहला तर सिद्धिन चाहिँ सिद्धिदैन अझै तागत छ है हजुरबा शिरदेखि पैतालासम्म तागत छ नाति सिर्फ त्यसैमा छ सुगर प्रेसर दम बाथ भयभरकै सबै रोग हाम्रै बाउलाई लाग्यो कुन चाहिँ रोग लागेको छैन हौ तपाईँलाई एचआइभी त्यो चाहिँ छैन यो शरीरमा अझै पनि तागत छ मलाई एकदम मुतायो कि मलाई उठाएर मुत्नलाई पनि समाउनु पर्छ मुत्न समाउनु पर्दैन हो समाउन त म आफै समातेर गर्छु कि त चाहिँ मलाई उठाएर आउनु हजुरबा म तपाईलाई उठाउँछु उठा मान्छे कि कुरकुरे बयसमा तात्तिन्छ कि बुढेसकालमा तात्तिन्छ भनेको हो रहेछ अनि तँलाई चाहिँ अचानक किन बिहे गर्नु पर्यो फेरि यसो घर बसाउँ भनेर नि बुवा ए त घर बसाउने ओ माई गॉड जा माथि गएर पहिला ग्यासमा कुकर बसा गुद हुन जान्दैन घर बसाउने म त सानो हान्न भनेर आएको ठुलै पनि यो त धोइदेऊ त मुखले बोले अनुसार गर्न सकिने भइदिया भए त नेपाल सिङ्गापुर भइसक्थ्यो चन्द्रकी बुढी मेरी बुढी भइसक्थ्यो गुद हुनलाई खेताला लाउनु परेको छ यिनको मुख चले जति नै हात चल्ने हो भनेदेखि त गुद हुन आफै सक्थ्यो नि होइन के हो नि यो घरमा सोझो भनेको त मै मात्रै रहेछ हो मेकुरी अरे कस्तो खालको कुरो गर्छौ म छैन गाउँकै सबैभन्दा सोझी मान्छे घरमै छ आमा चिन्दैन भनेको ए मम्मी तपाईँ आउनुभयो एउटा इम्पोर्टेन्ट कुरा छ यहाँ सुन्नु त तेरो भन्दा पनि नि इम्पोर्टेन्ट कुरा यहाँ सुन भिन्डी नि 25 रुपियाँ पाउ भन्छौ त्यो महिला साउ 20 रुपियाँमा ल्याएँ बिर्गेनिङ गरेर ए साह्रै इम्पोर्टेन्ट पो रहेछ त बिर्गेनिङको कुरो त सुन्नु न म बिहे गर्ने सोच्दैछु हौ ए हो र हेरे बुहारी चाहिँ नि मुख ठप्पैवाला चाहियो है चक्क मन्नैवाला आवाज निकाल्नेवाला चाहियो नि फेरि मलाई अनि भान्साको काम पुरै जान्नेवाला चाहियो फेरि भान्सामा तरकारी बनाएको टिकटक बनाइसक्दाखेरि तरकारी नै डढ्नेवाला भयो भने चाहिँ म चाहिँ हुँदैन पल्लो घरको यता चन्द्रेकी बुहारी आमा यति कपडा लाएर नाच्छ भने आमासँग सासु आमासँग हौ त्यस्तै बुहारी पऱ्यो भनेदेखि चाहिँ म चाहिँ भुत हालिदिन्छु पुरै भुत हालिदिन्छु है मैले भनिदिएको छु फेरि मेरी हुनेवाला बुहारीले कपडा चाहिँ पुरै लाउनु पर्यो फाँचो देखिनु भयो लाउँदिन ए लुगै लाउँदिन लु भयो बाबा भयो त्यस्तै बुहारी त मलाई चाहिएन नाङ्गी बुहारी त म घरमा हेर्न सक्दिनँ छिमेकीले के भन्छन् नै भयो पर्दा जस्तो लुगा लगाएर सासूसँग नाच्ने बुहारी चाहिँ मलाई चाहिँदैन भयो चाहिँदैन होइन को नाच्यो हो त्यसरी चन्द्रेको बुहारी हो पल्लो घरको चन्द्रेको बुहारी त्यो चन्द्रेको त बुहारी भन्दा पनि बुढी चाहिँ ठिक हो नि त बिस्तारै आउनु है बाउ फेरि आउँछु त अझै तागत छ मसँग छ तागत छ त्यो चन्द्रे र नि हाम्रो बाउ त मलाई उस्तै लाग्छ हौ किन एकुरी चन्द्रे एकैछिन बुढी छोड्दैन यी बोल्न छोड्दैन चन्द्रेको सङ्घर्ष बुढी जोगाउनु हो यिनको गुदुनु अनि के हो यो त बिहे गर्छु भन्छ त पानी त तलबाट चढेर सिधै दिमागमा गएर जमेछ त यसको के हो ओ भने तर बुहारी चाहिँ नि सासूको कुरो थप्पक्कै मान्ने चाहियो है मलाई एक वचन पनि नफर्काइकन बरु दाइजो चाहिँदैन है संस्कार चाहिँ पुरा चाहियो कपडा
घुँडामाथि घाँटी मुनि यति बुझ्नु पर्यो त्यो चन्द्रेकी बुहारी जस्तो गरे भनेदेखि त म त भुताल्दिन्छु नि फेरि मैले भन्दैछु चन्द्रेको त बुढी चाहिँ ठिक हो नि त होइन ल्याए भइगयो त भित्र्याउन आज बेलुका भित्र्याउन मैले के भनेको छु त ल्याउन मात्रै म त्यसको जगल्टा सकल्टा म यस्तो छरिदिन्छु नि मैले जानेको छु ल्याएर मात्रै हेर न अनि अर्को कुरा टिकटक चाहिँ पटक्कै नचलाउने बुहारी चाहियो है यदि चलाउँछ भनेदेखि पनि फलोवर मेरो भन्दा ज्यादा हुनु भएन यति हो मेरो डिमान्ड तेरिका यहाँ बिहे गर्ने कुरै भएको छैन यार ल अनि यत्रो समयसम्म मेरो टाइम चाहिँ किन वेस्ट गरेर बसेको तिम्रो दुईजना बाउ छोरासँग डिसमिस गरेर बस्ने काम छ यहाँ मेरो ए मम्मी डिस्कस त्यही गरेर बस्ने काम छ मेरो म तरकारी डढिसके फेरि हेत्तेरिका ए टिकटक नचलाउँदाखेरि पनि तरकारी त डढ्दो रहेछ त यहाँ सुन पहिलो कुरो बिहे गर्ने होइन गरिराख्ने कुरा कुरो बुझिस् नि र त्यस्तो अवस्थामा चाहिँ इन्डियन कल्चर फलो गर्ने शेरवानी लाउँदा मेरो गर्लफ्रेन्डले अलिकति दबाब दिइरहेछ क्या बुवा यहाँ सुन दबाब र प्रभावमा परेर बिहे ठोकिहाल्ने होइन पहिला अभाव कसरी पुरा गर्ने भन्नेतिर सोच्नुपर्छ क्या कुरो बुझिस् मैले बिहे गरिनँ भनेदेखि अर्कैसँग बिहे गरेर जान्छु भन्छ गरिहाल्यो भनेदेखि एउटा नारा छ त्यो लाउने के अपना हात जगन्नाथ जय जगन्नाथम हरे कृष्ण हरे मुरारे जय जगन्नाथम हरे कृष्ण हरे मुरारे हो यत्रो बेरसम्म तपाईँ के गर्दै हुनुहुन्थ्यो सुरुवालको तुना भन्न नसकेर हो टाइम लाग्यो सुरुवालै लाउनु भएको छैन त यो सुरुवालको तुना फुकाउनै नसक्ने तागत चाहिँ होइन कि मेरो अझै तागत छ मसँग अलिक बिर्सिने बानी चाहिँ खराब हो म ल्याएर आउने कोसिस गर्छु सुरुवालको तुना भनेर कुन चाहिँ तुना समातेर बसिरहेको थियो बुढो म 25 क्रस भइसके त बिहे गर्ने उमेर यही त होला नि अब सेलिब्रेटीको हिसाब किताबबाट हेर्ने हो भनेदेखि त तेरो एकचोटि डिभोर्स गरेर अर्की स्वास्नी ल्याउने उमेर भइसक्यो त्यसमा दुईटै एकैचोटि हान्दिने हो त झन्डै हात हाल्ने मैले एउटा स्वास्नीले त टुप्पीबाट धुवाँ निकालिदिन्छ दुईटा स्वास्नी ल्याइस् भने तेरो कहाँबाट धुवाँ निकालिदिन्छ त्यो सोच त्यसमा के चाहिँ गर्नु त एकुरी अपना हात जगन्नाथ जय जगन्नाथम हरे कृष्ण हरे मुरारे जय जगन्नाथम हरे कृष्ण हरे मुरारे नातिको बिहे चाहिँ गर्नै पर्ने जस्तो देखियो है कुरो बुझ्दाखेरि यो घरमा नयाँ पाहुना पनि चाहिएको छ त्यसो भए तपाईँ आफै बिहे गर्नु नि त यो उमेरमा जोत्न सकिने भनेको चाहिँ गुवाफै मात्रै रहेछ हौ केटा अरू जोत्न सकिँदैन अब जोत्न सक्ने हलीलाई त जोडा मिलाइदिनु पर्यो नि त यसको उमेरै पुगेको छैन नि त पाठो बोको भएको छ कि छैन भन्ने कुरो चाहिँ नि बाख्रो लगाएपछि थाहा हुन्छ हजुरबाजे मान्छे कडै हो क्या हो हजुरबा हो अब यो घरको गृहमन्त्री भनेको चाहिँ बुहारी हो म यहाँ कहाँको गेटमालेसँग कुरो गरेर बुहारीसँग सल्लाह गर्नुपर्छ ए बुहारी ए अब बिहे गर्दा कस्तो होला त अब यो उमेरमा बिहे गर्दा के होला अब भाइरल होला काण्ड बन्ला त्यही त हो नि यिनको पनि बुद्धि चाहिँ घिच्चुकमै छ यसको बिहेको कुरो गरे हो तर बुहारी चाहिँ नि सासूलाई शिरमै राख्ने किचकिच नगर्ने शरीर पुरा ढाकेर हिँड्ने बरु दाइजो 1 रुपियाँ चाहिँदैन कि 1 रुपियाँ चाहिँदैन अनि त्यस पछाडि 1 वर्षभित्रमा गोरले छोरो अब त्यस्तो छैन छोरो भए पनि हुन्छ छोरी भए पनि हुन्छ 1 वर्षभित्रमा फुत्तै जन्माइदिनेवाला चाहियो है मैले भनिदिएको छु वाह बुद्धि त यसको घिच्चुकमा भन्दा पनि कम्मर मुनि नै छ नि अब बिहे गर्ने कुरै भएको छैन यहाँ यार वैयात्मा बुहारीलाई गाली गर्छस् जाँचो त भोटिङमा यसै पनि हारिसकेस् 3 भोट एक्लो सिङ्गल भोट ल केटी माग्न जाउँ बुहारी बी रेडी हस् म रेडी भइहालेँ हस् ए नाति केटो त्यो फोटो देखा त को केटी हो हेरौँ